हेलो एभ्रिवान, नमस्ते। यहाँहरूलाई मेरो युट्युब च्यानलमा धेरै स्वागत छ। आज मैले मुलाको अचारको रेसिपी लिएर आएको छु। यहाँहरूलाई राम्रो लाग्छ भने अन्तिमसम्म हेरेर लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गरिदिनु हुन अनुरोध गर्दछु। मुलाको अचार बनाउनको लागि चाहिँ एकदमै सजिलो छ। मुलालाई अलि धेरै सुकाएर बनायो भनेदेखि धेरै टाइमसम्म रहन्छ र थोरै सुकायो भनेदेखि एक हप्तादेखि नै खान मिल्छ। ल आउनुहोस् है त यहाँ सुरु गरौँ मुलाको अचार बनाउन। मैले मुलालाई ल्याएर पखालेर काटेर आफ्नो स्टाइलले चाहिँ टुक्रा टुक्रा बनाएको छु। हजुरहरूले पनि यसै गरी आफूलाई मनपर्ने स्टाइलले काट्न सक्नुहुनेछ। मुलाको अचारको लागि चाहिँ तोरी एकदमै आवश्यक पर्छ। यहाँ मैले तोरी र रातो खुर्सानीलाई चाहिँ एकैचोटि फ्राई गरेर मिक्सचरमा पिसेर राखेकी छु। अघि ठिक्क पारेको मुलालाई चाहिँ मैले सबै कुरा राखेर मिक्स गरेको छु। यसमा चाहिँ हजुरहरूले नुन, बेसार, मसला राख्न सक्नुहुन्छ। तेल चाहिँ लास्टमा पछि राखे पनि हुन्छ र तताएर झान्दा पनि हुन्छ। मैले चाहिँ तेल तताएर मेथी फुराएर अनि त्यसमा बेसार एड गरेर राख्छु। मैले राख्दाखेरि चाहिँ आफूलाई कस्तो सजिलो हुन्छ त्यही अनुसारले गर्दा हुन्छ। ल हेर्नुहोस् त, राम्रोसँग मोलिसकेपछि हाम्रो चाहिँ मुलाको अचार यतिको भइसक्यो। अब यो चाहिँ मजाले खाँदेर बट्टामा राखेर एक हप्ताभित्रै घाममा राख्नुपर्छ। एक हप्ताभित्रै खान मिल्छ। हेर्नुहोस् त, यति राम्रो भइसक्यो। अब मैले यसलाई चाहिँ राम्रोसँग बट्टामा राख्दैछु। यो मुलाको अचारलाई अब मैले साइज अनुसारको बट्टामा राखिसकेपछि अब एक हप्ता जति घाममा राखिदिन्छु मैले। एक हप्तापछि अब राम्रोसँग खान मिल्ने अमिलो भएर आउँछ। मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा यहाँहरूलाई धेरै धन्यवाद। र मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब गरिदिनु हुन धेरै अनुरोध गर्दछु। हस्त, धन्यवाद। शुभ दिन सबैजनालाई।